नमस्ते सबैलाई। यहाँ मैले प्रधानमन्त्रीलाई चिठी लेखेको छु। ध्यान दिएर सबैले कृपया सुनिदिनु होला। सम्माननीय प्रधानमन्त्रीज्यू, विषय देशको हालको हालतबारे केही हल्का फुल्का गुनासो। श्रीमान नमस्कार, म तपाईको चिन परिचित आलोचक होइन, न त कुनै महान अर्थशास्त्री। म त देशको हालत देखेर दिनदिनै टन्टलापुर टाउको खुजुल्टो पार्दै बस्ने सामान्य जनता हो। अहिलेसम्म त हामीलाई लाग्थ्यो देश विकासको बाटोमा छ, तर अहिले त बाटो नै हरायो कि जस्तो लाग्छ। भन्न त गाह्रो छ, तर अब त गुगलको नक्साले पनि भन्न थालिसक्यो तपाईको देशले रङ बाटो लिएको छ। मतलब योर कन्ट्री हैज टेकन अ रङ टर्न। सबैभन्दा पहिले महँगी। सब्जी किन्न जाँदा पहिला झोलामा पैसा हुन्थ्यो, अहिले झोलामा सास फेर्ने ठाउँ मात्रै छ। टमाटर र मसलाको दाम हेर्दा त यस्तो लाग्छ कुनै सुनको लत्तु किन्न लागेका छौँ। अब त भात दाल खाने सपना पनि युट्युबमा हेर्नुपर्ने दिन आउँदैछ कि क्या हो। दोस्रो, बेरोजगारी। हाम्रो देशमा युवाहरूको मुख्य पेसा अहिले इङ्ग्लिस सिकेर विदेश जाने तयारी बनिसक्यो। यति बेला नेपालका पासपोर्टहरू यति धेरै विमानस्थलमा देखिन्छन् कि इमिग्रेसन अफिसरहरूले फेरि नेपाली भनेर चिन्न थालेका छन्। तेस्रो, राजनीति। नेताहरूको काम त देख्दा यस्तो लाग्छ मानव सांसद होइन, युट्युबको रोस्ट च्यानल हो। कसैको लाज छैन, कसैले राजीनामा गर्दैन, अनि जनता भने टिकटकमा कराउँदै बाँच्न बाध्य छन्। अन्तिममा विद्यार्थीको पीडा। पढ्न चाहनेलाई किताब छैन, किताब चाहिने बेला सरकारको ध्यान गोजीको तलमाथि हुन्छ, अनि त्यो पाठ्यक्रम कहिले फेरिन्छ कहिले उल्टो पुल्टो। विद्यार्थीहरू अहिले गणित भन्दा पाठ्यक्रमको परिवर्तन गर्न गाह्रो मान्न थालेका छन्। सुझाव केही पचाउन सकिने भए। नम्बर 1, कृपया महँगी कम गर्नुहोस्। कम्तीमा प्याज र टमाटर त आम नेपालीको पहुँचमा राखिदिनुहोस्। नम्बर 2, शिक्षा प्रणालीमा स्थिरता ल्याउनुहोस्। किताब भन्दा राजनीति कम अपडेट होस्। नम्बर 3, युवा शक्ति देशभित्र राख्ने योजना ल्याउनुहोस्, नत्र अब टिकटक र फेसबुकमा गुड बाई नेपाल ट्रेन्ड चल्नेछ। नम्बर 4, कृपया आफ्नो कुर्सीलाई कम्तीमा अफिसको कुर्सी जस्तो बनाउनुहोस्, कहिलेकाहीँ घुमाउन मिलोस्। अन्तमा हामीलाई विदेश नपठाई देशमै रम्न दिने वातावरण बनाइदिनुहोस्, नत्र अब हामी प्रधानमन्त्री खोज्दै नामक रियालिटी सो खोल्न बाध्य हुनेछौँ। हजुरकै टन्टलापुर जनता, नाम एक चिन्तित तर हाँस्न नछोडेको नेपाली। धन्यवाद। हस्त यो भिडियो सायद बालुवाटारसम्म पुगोस् यो चिठी। जय नेपाल। हजुरहरूलाई पनि चिठी लेख्नु छ भने लेख्नुहोस्। जय नेपाल।